विशेष गरी हजुरलाई हामी धन्यवाद दिँदछौँ। यो सुन्दर समयमा हामी तपाईँको उपस्थितिमा आइसकेका छौँ। यसर्थ त्यो उपस्थितिलाई सिंहासनमा विराजमान हुनुभयो। हामी सबैजना मिलेर यो भजनमा पनि गाइन्छौँ। परमेश्वर हाम्रो बीचमा हुनुहुन्छ अदृश्य रूपमा। यहाँ उपस्थित आदरणीय पास्टर आमा, एल्डर आमा, साथै सम्पूर्ण यीशुको नाममा जय मसीह। हामीलाई थाहा छ मत्ती 18 20 लेखेको छ, परमेश्वरको वचनमा लेख्नु भएको छ। त्यसै कारणले हाम्रो बीचमा त्रिएक परमेश्वर, महाराजहरूको राजा, प्रभुहरूको प्रभु हाम्रो बीचमा हुनुहुन्छ। हामीले विश्वास गर्नुपर्छ अदृश्य रूपमा हाम्रो बीचमा हुनुहुन्छ। हामी सबैजना मिलेर ठुलो तालीका साथ उहाँको परिवारलाई एकमुष्ट रूपमा जतिजना यहाँ भेला हुनुभएको छ, साना बालकदेखि वृद्धसम्म सबै जवान भाइ बहिनीदेखि लिएर सबैजनालाई म ठुलो तालीका साथ हामी सबैजना स्वागत गर्दछौँ। र स्वागत गर्ने क्रममा कोही युट्युब अर्थात् फेसबुक मार्फत कोही हेरिरहनु भएको छ भने तपाईहरुलाई पनि GWC चर्च मण्डलीद्वारा तपाईलाई पनि ठुलो तालिका साथ स्वागत गर्दछु।
सक्नुहुन्छ। यो धेरै लामो विषय। आजको विषय रहेको छ पवित्र आत्मा को हुनुहुन्छ। तपाईँहरू पवित्र आत्मा जीवन दिने आत्मा हुनुहुन्छ हैन। अनि हामी उत्पत्तिको किताबमै देख्छौँ, सुरुमै भनेको छ 2 पदमा उहाँ चाहिँ पवित्र उहाँको आत्मा पिता परमेश्वर, पुत्र परमेश्वर अनि पवित्र आत्मा परमेश्वर है। यी तीन रूप भएका एउटै परमेश्वरलाई त्रिएक परमेश्वर भनेको रहेछ है। तीनटा व्यक्ति यिनीहरू कुनै पनि वस्तु होइनन् हैन, यिनीहरू वस्तु होइनन्। तीन व्यक्ति मिलेर आफ्नो आफ्नो काम पिता, पुत्र अनि पवित्र आत्मा है। तीन रूप भएका एउटै परमेश्वरलाई त्रिएक परमेश्वर भनिन्छ। र पवित्र आत्मा ख्रीष्टमा विश्वास गर्नेहरूमा बास गर्नुहुन्छ। कोरिन्थीको किताबमा हामी पाउँछौँ भने पढ्नेछौँ। म गर्छु नेपाली स्पष्ट आउँदैन नानीहरूलाई कतिलाई, र तपाईँहरूले मजाले इङ्ग्लिसमा पढ्न सक्नुहुन्छ। हुनसक्छ यो मैले ट्रान्सलेट गरेको हो गुगलबाट, आफैले लेखेको होइन, र कतिवटा कुरो तलमाथि पनि हुनसक्छ किनभने बाइबल धेरैवटा छ। इङ्ग्लिस बाइबल त्यो भएको कारणले कुनमा के लेखेको हुन्छ, कुनमा के लेखेको हुँदो रहेछ, धेरैवटा तलमाथि हुन्छ। तपाईँ कुन बाइबल पढ्नुहुन्छ तर पनि तपाईँले